परदेशी जिन्दगी दाइको घर चाहिँ सल्यान है होइन दाइ सल्लाह गाई होइन के छ अब यस्तै हो होइन अब दाजु भाइहरू बसियो अब होइन कुराकानी अब परदेशको ठाउँ होइन त्यही भएर आज यसो भेटेर यसो दाजुसँग कुरा गरौँ न आजभोलि मलाई किन यस्तो यादगार पलहरू चाहिँ राख्नुपर्छ है अब भोलि बुढेसकाल लाग्छ भनेर मात्र होइन दाइ होला नि त दाइको अनि दाइ अनि अरू के छ दाइको खबर अब दाइबाटै सुरु गरौँ म कति बोलौँ मेरो खबर सब ठिक छ अनि जिन्दगीमा परदेशले के दियो जवानी लिएर बुढेसकाल जवानी लिएर बुढेसकाल दियो दुःख दिइरहेको दुःख दिइरहेको त्यही हो कति वर्षको जीवन परदेश बित्यो बित्यो 10-12 वर्ष 10-12 वर्ष परदेशमा बित्यो होइन बित्यो देश घर परिवारप्रतिको माया कति थियो माया त धेरै छ नि होइन चोर नेताहरूको झोले बन्नै पर्छ आफू पनि भ्रष्टाचार हुनै पर्छ तर परदेशमा अब पसिना बगाएर मेहनत गरेर घर परिवार र हाम्रो रेमिट्यान्सले देशलाई अलि नेटाउकेहरूलाई पनि होइन सुख हुन्छ भने आउनु पर्यो होइन अनि 10 वर्ष कति वर्ष बितायो 10 वर्ष बितायो होइन परदेश पुरै 10 वर्ष के साउदीमै बितायो 10 वर्ष दुई ठाउँ कुन